गोर्खा दरबारको दशैं घरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपाती सहितको टोली पठाइएको छ। बडा दशैं अन्तर्गत फूलपातीका दिन आज बिहान 7:30 को शुभ साइतमा गोर्खा दरबारका सुसारेहरूले विधिपूर्वक पूजा अर्चना गरेर हनुमान ढोका दरबारका लागि फूलपाती पठाइएको गोर्खा दरबार हेरचाह अड्डाका प्रमुख विष्णु प्रसाद पाठकले जानकारी दिनुभयो। 226882 नम्बरको सरकारी गाडीमा राखेर हनुमान ढोका दरबारका लागि फूलपाती पठाइएको उहाँले बताउनुभयो। गोर्खा दरबारको दशैं घरबाट दरबारका सुसारेहरूले फूलपाती सहितको डोली बोकेर ल्याई गाडीमा राखेर पठाएका हुन्। गोर्खा दरबारको दशैं घरदेखि बाजा गाजा सहितको र्याली निकालेर फूलपातीको विदाई गरिएको गोरखकाली मन्दिरका मूल पुजारी शारदा प्रसाद भट्टराईले जानकारी दिनुभयो। गोर्खाबाट पठाइएको फूलपाती हनुमान ढोका दरबारमा पुर्याएपछि आजै साँझ हर्ष बढाइका साथ हनुमान ढोका दरबारमा भित्र्याउने प्रचलन छ। उहाँले भन्नुभयो। तत्कालीन गोर्खाका राजा पृथ्वीनारायण शाहले काठमाडौँमा हनुमान ढोका दरबारबाट राजकाज शुरू गरेपछि हरेक वर्ष बडा दशैंको 7औं दिन गोर्खा दरबारको दशैं घरबाट फूलपाती सहितको डोली काठमाडौँको हनुमान ढोका दरबारमा लगेर भित्र्याउने गरिएको पाइन्छ। जिल्ला समन्वय समिति गोर्खाका प्रमुख मोहन बहादुर थापा मगर, गोर्खा नगरपालिकाका नगर प्रमुख कृष्ण बहादुर राणा मगर लगायतले गोर्खा दरबारको फूलपातीको विदाई गरेर हनुमान ढोका दरबार पठाएका हुन्। गोर्खा दरबारको दशैं घरमा पनि आज साँझ हर्ष बढाइका साथ फूलपाती भित्र्याइन्छ।